नमस्कार, म सुमन कार्की, एस बिरगन्ज एन्ड जनरल हस्पिटल रिसर्च सेन्टर प्रालीको व्यवस्थापक। हामीले विगत 3 वर्षदेखि डाइनामिक सफ्टवेयर हामी हस्पिटलको सञ्चालन गर्दै आइरहेका छौँ र यसपालि यस हस्पिटलमा सुरुदेखि नै डाइनामिक सफ्टवेयर हामी सञ्चालनलाई ल्याएछौँ। यसबाट हाम्रो हस्पिटलका जति पनि छन् आइपिडी, ओपिडी र अन्य बिलिङहरूलाई सजिलोसँग काम गर्न सकेको छौँ, जसले गर्दा हाम्रो म्यानेजमेन्टमा सजिलो भइरहेछ। एकाउन्टिङ पार्टलाई हामीले तुरुन्तै हामीले भने जस्तै समयमै हामीले त्यसको रिजल्टहरू, त्यसको रिपोर्टिङहरू हामी हेर्न पाइरहेका छौँ र ल्याबका कुराहरू भए, कुनै पेसेन्टका ड्यू भए, फार्मेसीका पेमेन्टहरूका भए, स्टाफ सेलेरीका पेमेन्टहरू भए, यी सम्पूर्ण चिजहरूलाई हामीले यसमा सजिलो तरिकाले हामीलाई सञ्चालन गरिरहेका छौँ, जसले गर्दाखेरि हस्पिटल म्यानेजमेन्टमा हामीलाई सजिलोसँग चाहिँ यस डाइनामिकले सजिलो पारेछ। अब सञ्चालनको प्रक्रियामा हामीलाई कुनै पनि किसिमका डाइनामिक सफ्टवेयरमा चाहिँ समस्या पर्न गएको खण्डमा हामीलाई इमिडिएटली नै सफ्टवेयरका साथीहरूले आएर इमिडिएट हामीलाई सल्भ गराए चाहिँ अनलाइन होस् वा अफलाइन होस्, उहाँले तुरुन्तै हामीलाई सर्भिस पनि प्रोभाइड गरिनु भएको छ, जसले गर्दा हाम्रो कुनै पनि कामहरूमा चाहिँ डिस्टर्ब हुन सकिरहेको छैन र काम भइरहेछ। हस्पिटल भनेको 24 घण्टा सञ्चालन भएको हुनाले यस डाइनामिक सफ्टवेयरका प्रशासनिक उहाँका व्यवस्थापकहरूले हामीलाई जतिखेर भने राति वा 24 घण्टाभित्र कुनै पनि समयमा हामीलाई चाहिँ सर्भिसहरू प्रोभाइड गरिरहनु भएको छ। यसले गर्दा उहाँहरूका कोअपरेसनदेखि हामी खुसी हुँदै यस डाइनामिक सफ्टवेयरको उज्जवल भविष्यको कामना गर्दै डाइनामिक टिमलाई अहिलेसम्मको सपोर्टिङ रिपोर्टिङको लागि चाहिँ हामी एस बिरगन्ज हस्पिटल रिसर्च सेन्टर प्रालीको परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु। Dynamic Technosoft Private Limited, best in the business of software company since 2010.